ल अब चाहिँ म आइसकेको छु। अस्तिको हुरी बतासले तनाव दिएर वाइफाईहरू सबै उडाइदिएको थियो हैन। अनि अहिले चाहिँ बनाएर बल्ल आएको छु। बुद्ध पूर्णिमा, उभौली, मजदुर दिवसको सबैजनालाई शुभकामना भन्न पनि पाइनँ, ढिलै भयो नि शुभकामना। भिडियो अपलोड त गरेको थिएँ तर यो डाटाले गर्दाखेरि अपलोड हुनै सकेन। यहाँको नेट चाहिँ एकदम सुस्त भएको कारणले मैले त्यो गर्न सकिनँ। तपाईहरुसँग बोल्न सकिनँ, गफगाफ गर्न सकिनँ। कति धेरै मेसेजहरू आएको रहेछ। अहिले सरकारको नीति रणनीतिहरू अर्कै भइरहेछ, के हो त बोल्दैनस् भनेर चाहिँ भन्नुभएको रहेछ। अब बल्ल बल्ल बोल्न पाएको छु हैन। अब बोल्दाखेरि चाहिँ समय सान्दर्भिक हुँदैन जस्तो लागेर त्यो कुरा खासै गरिनँ मैले। यो ठाउँमा चाहिँ अलिकति एनसेलको डाटा स्लो नै चल्छ, अलिकति राम्रोसँग चल्दैन। अनि कम्प्लेन गरेँ, पहिला 4-5 वर्ष अगाडि पनि कम्प्लेन गरेको थिएँ। उहाँहरूले खासै त्यस्तो रेस्पोन्स दिनु भएन। यसपालि चाहिँ कम्प्लेन रजिस्टर नै भएको छ भनेर मेसेज आएको छ। मैले पहिला गरेको कम्प्लेन चाहिँ रजिस्टर भएको थिएन अरे। त्यो उहाँहरूको गल्ती हो कि मेरो गल्ती हो, अब खासै केही छैन। अब चाहिँ ठिक हुन्छ होला। वाइफाई नि बनिसकेको छ। अस्ति सबै कुरा देखाएको थिएँ। अनि अब चाहिँ कस्तो छ भनेर सोध्नेहरू पनि धेरै हुनुहुन्थ्यो। धन्यवाद। मेरो पनि चिन्ता गर्नु हुँदो रहेछ, धेरै खुसी लाग्यो। अहिले चाहिँ सबै ठिकठाक भइसक्यो। सबै कुरा मर्मत गरिसक्यो। तपाईहरुले देखाउनु भएको माया चाहिँ मलाई एकदम मिठो लाग्यो। सबैजनालाई धेरै धेरै धन्यवाद।